अछाममा अवस्थित रामारोसन केवल अछामको मात्र होइन, सुदूरपश्चिम नेपालको एक अनुपम पर्यटकीय र धार्मिक केन्द्र हो। रामारोसन प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले सुदूरपश्चिमको अनुपम गहना हो। यसको नाम रामे र रोशन नाम गरेका दुई दाजुभाइको कथाबाट आएको मानिन्छ। अर्कोतर्फ शिव पार्वती बस्ने ठाउँ भएकाले पनि यसको नामाकरण गरेको कतिपयको भनाइरहेको छ। रामारोसनलाई 12 बण्ड 18 खण्ड भनेर पनि चिनिन्छ। यहाँ 12 ताल र 18 पाटन रहेका छन्। समुद्री सतहदेखि 2050 देखि 3792 मिटरको उचाइमा फैलिएको यो प्राकृतिक गहना पर्यटकका लागि स्वर्ग समान छ। हरियाली फाँटमा सेताम्मे डाँफे, मुनाल, कस्तुरी, झारल चराहरू देख्न पाइन्छ। यहाँका रङ्गी बिरङ्गी फुल र लाली ग्राउसले मन मोहक पार्ने गर्दछ। जडीबुटी, वन्यजन्तु र राष्ट्रिय चराको वासस्थानले यो क्षेत्रलाई जैविक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ। अन्तर्राष्ट्रिय समूह रेम्बो फ्यामिली सहित 68 देशका पर्यटक यहाँ भ्रमण गरेपछि रामारोसनको चर्चा व्यापक बनेको छ। 12 बण्डका प्रमुख तालहरू हुन् जिङ्गाले, बाटुल्ला, लामीदह, लिसेडाली, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे, डौठे, खाल, दल्याना, रामे, गेरा हुन्। 18 खण्डमा प्रमुख पाटनहरू किनिमिनी, रामारोसन, रोशन, बागफाल लगायत अन्य खण्डहरू पर्दछन्। यहाँको प्राकृतिक दृश्य, मैदान र तालले पर्यटकलाई मोहित बनाउँछ। पर्यटकहरू यहाँ डुङ्गा सैर, बोटिङ, घोडा चढ्ने, ढुङ्गामा चढ्ने, जङ्गल हिँडाइ, साहसिक गतिविधि पर्दछन्। धार्मिक दृष्टिले पनि रामारोसन महत्त्वपूर्ण क्षेत्र छ। यहाँ क्षेत्रीय, ठकुरी, ब्राह्मण, दलित र मगर समुदायको बसोबास रहेको छ। परम्परागत 3 तले ढुङ्गे छानाका घर र सांस्कृतिक जस्तै भुवा, पुत्ला, न्याउले, होरी, हुड्के, देउडा यहाँका पहिचान हुन्। माओवादी सशस्त्र युद्धको समयमा रामारोसन सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र थियो। किनिमिनी र रोशन मैदान ठुला चट्टानी गुफा, रेडियो, गणतन्त्रको अवशेषले युद्ध पर्यटनको अवसर प्रस्तुत गर्दछ। यहाँ आएका पर्यटकले द्वन्द्वकालीन स्मरण र प्राकृतिक सौन्दर्य दुवै अनुभव गर्दछन्। यहाँ आउने प्रत्येक पर्यटकले रमाइलो, साहसिक अनुभव र सांस्कृतिक अवलोकन दुवै प्राप्त गर्दछन्। यो ठाउँ साँच्चीकै अचम्मको छ। ताल, हिमाल, रङ्गी बिरङ्गी फुलहरू अद्भुत छन्। कैलाश खोलाका असला माछा, लोखर कुखुरा, सिस्नो, स्थानीय चामलको भात, फिस, साग, सब्जी, दाल सबै स्वादिष्ट अर्ग्यानिक परिकार यहाँका विशेषता रहेका छन्। आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेको छ। धेरै पर्यटकहरू यहाँ बस्न रुचाउँछन् र प्राकृतिक सौन्दर्य, शान्त वातावरण, स्वादिष्ट स्थानीय खानाले लोभ्याउने गरेको छ। Student at Northeast Ohio Medical University in Ohio. We are here for school to study. We are here exploring the healthcare and also the beautiful nature here in Ramaroshan. It's very nice. The people are lovely. The weather is amazing and the nature is beautiful. Medical University in the United States, and I'm here visiting as a trip for our students, and the view here are amazing, and we really love the exploring and all the sightseeing we have. Medical University in America, and we came to Nepal, to the far west region, to explore the nature, and it's one of the most beautiful sights I've ever seen. We explored all the lakes, we took a boat ride, we rode a pony in this beautiful field, and I would love to come again someday. रामे क्षेत्रमा सञ्चालित होटलले पर्यटकलाई खाना, बसाइ र स्थानीय अनुभवको उत्कृष्ट सुविधा उपलब्ध गराएका छन्। यसले घुम्न आउनेको बसाइ लम्ब्याएको छ र स्थानीयको आय आर्जनमा समेत सहयोग पुर्याएको छ। विशेषता भन्नुपर्दा 12 बण्ड 18 खण्ड, 12 बण्ड भनेको 12 वटा तालहरू, 18 वटा मैदान र हरियाली जङ्गल र बर्खाको टाइममा एकदमै कलकलावट झरनाहरू झरेको हुन्छ, बगेको हुन्छ र मुख्य गरी यी तालहरू र जङ्गल यही नै हो सर। मैदान लाली गुराँस चैत वैशाखतिर लाली गुराँसहरू पनि एकदमै ढकमक्क फुलेका हुन्छन्। 7 प्रकारका लाली गुराँस हुन्छन् र चैत वैशाखतिर हरियाली, यो पाटनहरू पनि हरियाली हुन्छन्। हिउँको बेला हजुर हिउँ पनि आउँछ सर। यो अब यहाँभन्दा पछि हिउँ आउने सिजन भयो। 4-5 पटक हिउँ पर्छ र 1-1.5 फुटसम्म हिउँ आउँछ सर यतातिर। सन् 2020 मा सरकारले पर्यटन वर्ष मनाउँदै गर्दा रामारोसनलाई 100 गन्तव्यमा समावेश गरेको छ। स्थानीय तह र
प्रदेश सरकारले यसको प्रचार प्रसार र पूर्वाधार विकासमा ढिलाइ गर्न हुँदैन। त्यस्तै रामारोसन क्षेत्रमा स्थापित रामारोसन क्षेत्र पर्यटन विकास समितिले पनि यहाँको गृहयोजना बनाएर काम गर्नुपर्छ भने त्यहाँ आउने पर्यटकहरूको तथ्याङ्क पनि राख्न सक्नुपर्छ। रामारोसन प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम हो। तपाईँ पनि यहाँको अनुभव लिन आउनुहोस्।